सो हाई गाइज वेलकम टु माई न्यू मिनी ब्लग। अनि आजबाट मैले चाहिँ न्यू मिनी ब्लग स्टार्ट गर्दैछु। अनि म चाहिँ पसल आएर पसल खोल्दैछु। यस्तो छ अहिलेको मौसम चाहिँ चिसो छ आज चाहिँ। अनि पसल खोल्न लाग्यो। म चाहिँ बिहानै 7 बजे आएर पसल खोल्छु नि त। त्यही हो, अब हेर्दै गर्नु होला। अनि म चाहिँ पसल खोलेर रेडी भएर यतिकै बसिरहेको। अहिले चाहिँ झ्याउ लगाइरहेको छ। अनि चिया पनि आयो जस्ट। अनि चिया खाइदिनु लाग्यो। जाडोमा त चिया खान मजा छुट्टै छ नि त। अनि त्यहाँ चिया खाँदै गरेको फेरि एकछिन पछि 10-11 बजी नि भोक लाग्यो नि त। अनि फेरि खाना पनि आयो। अनि त्यही भएर म चाहिँ खाना खान लाग्यो। बाबा र म भएर ट्याक्क के आएको छ आज चाहिँ स्पेसल हेर्दै गर्नु होला। अब चाहिँ हामी खाना खान्छौँ। टिफिन ओपन गरिसकेको मैले चाहिँ भातसात हाल्दै मैले। अनि आज चाहिँ के छ स्पेसल हेरौँ है त तरकारी। अनि दुईजनालाई खाना हालेँ मैले चाहिँ। लास्ट हातहरू चाहिँ फेरि हात पोल्यो होइन। आज चाहिँ लास्टै जाडो छ किन खै। अनि त्यही भएर अनि मैले चाहिँ टिफिन सिफिन खोलेँ। अनि तरकारी हेरेको दाल रहेछ अनि माछा रहेछ। माछा चाहिँ यसो देखाएको त लत्ते गोप्टियो कि, त्यही भएर। अनि दाल पनि रहेछ, दाल साल हाल्यौँ। अनि बाबा र म चाहिँ अब खान्छौँ ल्याउँछौँ। अनि मैले चाहिँ खाना पस्किसकेँ। अनि तरकारी चाहिँ दाल र माछा रहेछ, माछाको झोल। जाडोमा तातो माछाको झोल यस्तो बवाल हुन्छ गाइस। अब मैले चाहिँ खाना लागेको छु। हेर्नु होला के कस्तो हुन्छ। मैले न्यू भ्लग गर्दैछु, कस्तो हुन्छ सपोर्ट गरिदिनु। अनि मैले झ्यामझ्याम खाएँ, माछा नि बवाल रहेछ। अनि खानासाना खराब भएर यत्तिकै बसिरहेको, कस्टमरै आएको थिएन। यस्तो झ्याउ लागिरहेको थियो। अनि के गर्ने भएको थियो। अनि मन पनि यस्तो झ्याउ मार्न बसिरहनु भएको छ। कोही पनि आएन नि त, कोही पनि आउनु भएन नि त। त्यही भएर यस्तो झ्याउ लागिरहेको छ। अनि हाम्रो पसलको लोकेसन चाहिँ दलदलीबाट हल्का माथि। केही चाहिन्छ भने आउनु होला। अब चाहिँ बेलुका भइसक्यो। अनि झ्याउ लाग्यो, 7 भइसक्यो। अब पसल बन्द गर्न लाग्यो। बाबा पनि झ्याउ मार्नुहुन्छ। अब के कस्तो हुन्छ हेर्दै गर्नु होला, सपोर्ट गरिदिनु होला। आजको लागि यति नै हुन्छ। बाई बाई गाइस, सी यू नेक्स्ट।